होइन होस् रे, यो पुष्माको जाडो त के साह्रो साह्रो हो। नको पनि 1 महिना भइसक्यो। केही नुहाउने केही उपाय लगा त लु। अब होइन, यो पुष्माको जाडोमा चाहिँ भाइ नुहाउनु सकिँदैन। यो 2 महिनासम्म चाहिँ जस्तो जे भए पनि नुहाउने होइन। जसोको जेसुकै बनोस्, नुहाउने चाहिँ होइन। मैले त 2 वर्ष भइसक्यो नुहाउनको। अब 2 महिना नुहाउँदा के हुन्छ र? अब नुहाउने होइन, बुझिस् नि। ल केटा के गर्दैछ यसो भन, नुहाउनु पर्दैन? 1 महिना भइसक्यो नुहाउनको। भोलि केटी हेर्न जानुपर्ने। ए हो र बुवा, केटी हेर्ने पो जाने हो? त्यसै तपाईँ टाटो पानी तताउँदै गर्नु न त। आज जसरी भए नि म नुहाउँछु। जाँठालाई आज झुक्काएर चिसै पानीले नुहाइदिनु पर्यो। साह्रै भयो। ल केटा आइज है नुहाउन, पानी तातिसक्यो। बस त त्यहाँ। साह्रै तातो छ है पानी, यहाँ प्लास्टिकै पग्लिन आँटिसक्यो। त्यहाँ मजाले बस्ने ल। ल